हेलो गाइस व्हाट्स अप वेलकम टु माई न्यू भ्लग अनि हो बेलुका चाहिँ फाइनली सबैजना सन्चै हुन्छ होला र अनि अहिले चाहिँ म भर्खरै उठिसकेको छु र अनि आजको मौसम चाहिँ पुरै आम्मामा अन्धकार भइरहेको छ 11 बज्दाखेरि नि यति भइरहेछ के हो अचानक हुसु उठेछ आम्मामा हावा पनि कस्तो आको के भएको आम्मामा गाइस म यसो यहाँ बाहिर आएको छु अहिले चाहिँ गाइस अहिले म यहाँ बाहिर आइसकेको छु यहाँ सबैजना बाहिरै हुन्छ सबैजना छक्क भइरहेको हुन्छ यहाँको मौसम देखेर दाइ तपाईलाई तपाईँको भिजा लागेको तपाईलाई कस्तो लागिरहेछ भिजा लागेको उहिले हो भाइ अब उड्ने बेला भइसक्यो उड्दाखेरि कस्तो लागेको छ सुन्नु न प्रश्न कस्तो लागिरहेछ अब कस्तो लागिरहेछ अब यस्तो त्यस्तो खासै केही पनि लागेको छैन अब जानै पर्छ एक दिन गएको काम गर्नु गएको जीवनको बाटोमा सधैँ अगाडि भयो अनि आज पुरो गरेर त्यस्तो केही पनि लागेको छ आज त त्यस्तो केही भएन त हौ आम्मामा तर हुन नपर्ने हो तर खतरै हुन्छ जस्तो लागेको थियो पानी पर्यो खाना खाने बेला भयो दाइ के हो तपाईँ नि कहाँ रहनु भएको अहिले भर्खर यहाँ जिमबाट आएको जिममा रहनु भएको डट बाइक लिएर त्यस्तो प्रोटिन त देखाउनु हुँदैन अहिले चाहिँ गाइस अहिले मैले यहाँ खाजासाजा पनि खाइसकेको छु ल गाइस अहिले चाहिँ म यहाँ जिमबाट आइसकेको छु के भयो दाइ ग्यास लम न भाइ एक गिलास खानामा गरे त्यो ए ल ठिक छ यता हेर्नु त मामा के गर्नुहुन्छ हौ एठो हामी सधैँ हुनुहुन्छ ए हजुर ए खाना छिटो मैले कहाँदेखि जस्तो लाग्यो सन्ध्या कहाँ हुन्छ नि सुबिन दाइ भाइ यहाँ को हरायो अरे त्यो भाइलाई मैले यहाँ तल बटाएको थिएँ त्यो भाइ कहाँ गयो फेरि अब लाग्दिएको ल फुटो खेलेर गएको ल साङ्गमा के बल लग्छौ कहाँ छ बल लानु सोनु ल मेरो दाइको केक काट्ने अरे सबैजना माथि आउँदै हुन्छ मेरो चाहिँ नखिचे कसम भनेको मेरो चाहिँ नहाले केही पनि अघितिर भिडियो हेरेको मेरो फोटो कहाँ काट्नु भाइ सुरु गर्नु ह्याप्पी जर्नी सेफ जर्नी ला मासु डोर सुरु बुवालाई खुवा पनि डर्दैन ल ल मामुलाई खुवा थ्याङ्क यू ल भाइलाई खुवा साथीहरूलाई खुवा ओ बस्यो अरे साथीहरु यहाँ दिथे हैन दाजु दिथे मलाई अरे अब सुबिन दाइदिन न त सुबिन माललाई आउनु भाडी ल साथी कृष्ण दाइ दाइको अन्तिम दिन आउनु आँट्यो अरे रजत लेफ्ट मामा अनि राइट स्टोर होइन म दाइले के दाइ पनि यत्रो प्रेरेर आउँदैछु सरफ त सरफ पनि ऊ त भेज्यो ए फेरि त्यो पनि त्यस्तै पो समिन दाइ ल गाई छोडेर हामी मुरा दिन जाँदैछौँ तर्साउँछ गाइसहरू
मनै छ हालो त बाँकी चाहिँ ल्याउन हारी भइहाल्ने पानी पर्यो पानी पर्यो यहाँ केटाहरू पनि भागेछन् रिस त मलाई दाइ लिन भएको छ सामान सौरभ दाइ मासु खाँदैन नि त अनि दाइको लागि अब यहाँ न तेरो मोहम्मद सास दाइले गिफ्ट खानु हुँदैन ल के हो यो मोहम्मद दाइले सास दाइले बडा गर्यो सास दाइले कानी छ त्यसको दोकान भान्छु भान्छु कानी रे भान्छु घन्टाहरू छेउमा नाम चाहिँ के हो मोहम्मद साज ए दोकान ए कार्ड पनि एटिएम कार्ड पनि आएको छ त्यो उयो रातो त्यो क्रेडिट कार्ड वाउ यो चाहिँ ओभर प्रिमियम देखाएको छ त्यो कताको छ दाइले भन्नुभएको सबैकोमा रहेछ अरे यहाँ चाहिँ एटिएम कार्डै काट्छ होइन भर्खर पाएको थिएँ अर्को जन्म हुन्छ भने दोहोऱ्याएर फेरि तिमीसँगै बित्यो जवानी भी गई एक पल तो अब मैं जीने दो गर्लफ्रेंड तो गया जवानी गई एक पल तो अब मैं जीने दो ना 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 some sign, give me some rain, give me another chance, wanna grow once up again. Hey! Resam, अस्तिको कुरा बिर्स्यौ कि कुन्नी रेसम तिम्रो मिलनको आसमा सताउँछ जब सन्ध्या हुन्छ दिल मेरो घबराउँछ तिम्रो मिलनको आसमा सताउँछ जिन्दगीमा एकछिनको भेटा दुई दिनको जिन्दगीमा एकछिनको भेटा हामी दुवैको भेट जब सन्ध्या हुन्छ दिल मेरो घबराउँछ तिम्रो मिलनको आसमा गाह्रोले सताउँछ
लागि ओठु आँसुको लागि लाइनको बिजोक भइरहेछ ल गाइस अहिले चाहिँ हामीले यहाँ मगाएको सामान आइसकेको छ अहिले 3 बज्न आँटेको छ हामीले मगाएको थियौँ फ्रेस फाइटबाट प्लेटमा बाँड्न त्यसमै हाल ल गाइस आज चाहिँ म भ्लग मेरो यतिमै अन्त गर्छु अब हजुरहरू मन परेमा लाइक सब्सक्राइब सेयर गरिदिनुहोस् होला बाई